नमस्ते सम्पूर्ण साथीहरूलाई म राम थापाको तर्फबाट सधैँ जसो गरी आज पनि स्मार्ट लाइसेन्स सम्बन्धी नयाँ भिडियो लिएर आएको छु। आज मिति 2081 साल चैत 15 गते शुक्रबारका दिन प्रिन्ट भएर आएका स्मार्ट लाइसेन्सहरू लिएर आएको छु। कृपया भिडियो अन्तिमसम्म हेरेर साथ दिनुहोला। भिडियोलाई लाइक, शेयर, कमेन्ट पनि गर्नुहोला। यदि राम थापा युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गरिदिनुहोला। आउनुहोस् म हजुरहरूलाई मोबाइलको स्क्रिनतिर लिएर जाँदैछु। लाइसेन्स सम्बन्धी कुनै पनि सल्लाह सुझाव दिनु परेमा कृपया कमेन्ट बक्समा लेख्नुहोला। र मैले यी देखाएका स्मार्ट लाइसेन्सहरू अति आवश्यक अथवा अर्जेन्ट प्रिन्टेड लाइसेन्सहरूको यो लिस्टहरू हो। कृपया हजुरहरूले यदि हजुरहरूको लाइसेन्स प्रिन्ट भयो कि भएन भनेर यदि जान्न इच्छुक छ र हजुरहरूलाई अनलाइन मार्फत चेक गर्न आउँदैन भने पनि कृपया हजुरहरूले मलाई मेसेज गर्नुहोला। हजुरहरूको म कमेन्ट हेरेर म हजुरहरूलाई रिप्लाई दिनेछु। र अहिले अब धेरै साथीहरूको गुनासो आएको थियो, यहाँ प्रिन्ट भयो भन्नुहुन्छ र वहाँ गएर बुझ्दा फेरि भएको छैन भनेर भन्नुभएको छ। धेरैले भन्नुभएको छ र अहिले यो एउटा यो यातायात कार्यालयले एउटा नोटिस पनि जारी गरिसकेको छ कि कृपया आफ्नो मोबाइलमा मेसेज आएपछि आउनुहोला भनेर एउटा सूचना नै प्रकाशित गरेको छ। यसकारणले गर्दा पनि साथीहरू हजुरहरू आफ्नो मोबाइलमा मेसेज आएपछि मात्र लिन जानुहोला। मैले पहिला हजुरहरूको लाइसेन्स प्रिन्ट भयो कि भएन भनेर चेक गर्थेँ र चेक गर्दा फेरि भएको छ भनेर देखाए तापनि लिन जाँदा फेरि चाहिँ कुनै पनि डाटाहरू नभेटिएपछि मैले अहिले यसरी चेक गर्न छाडेको हजुरहरूलाई बताइसकेको छु योभन्दा अघिल्लो भिडियोमा। र जुन जति पनि आज यी मैले देखाएका भिडियोहरू छ यो अति अर्जेन्ट प्रिन्ट भएर आएका स्मार्ट लाइसेन्सहरू यिनीहरू हुन्। हरेक दिन सार्वजनिक बिदाको दिन बाहेक अरू दिनमा सधैँ प्रिन्ट भएर आएका हुन्छन्। कहिले 1000 भन्दा माथि पनि आएका हुन्छन् त कहिले 2, 3, 4, 5, 6 यसरी प्रिन्ट भएर